यस प्रणालीका विभिन्न कार्यक्रमहरूमा भाग लिइसकेका छन् र उत्कृष्ट नतिजा पनि हासिल गरेका छन्। मैले हेड भएर पनि यो सबै बनाएको छु। यसमा विभिन्न अटोमेटिक वाटर ट्याप भनेर, जसमा चाहिँ हामीले एउटा ग्लासलाई यसको मुनि ल्याएर राख्यौँ भने आफै अपरेट भएर पानी आउनेछ। आफूले जति मात्रामा जान्छ त्यति मात्रामा पानी लियो अनि आफूले जति खान मन लाग्यो त्यति आफै बन्द हुनेछ। आफूले फेरि खान मन लाग्यो फेरि प्रेस गर्नुहुन्छ आफै आउँछ पानी, हेर्न सक्नुहुन्छ यति आफै आउँछ। अब अर्को छ एसएसटीको वर्किङ मोडल सोसियलको, जसमा जसलाई नेपालको 7 प्रदेशहरू थाहा छैनन्, सारा नानीहरूलाई सिक्न टेक्निकल रूपमा वैज्ञानिक रूपमा सिक्न, जसमा चाहिँ हामीले यो स्विच अन गरेर दुईटा पेनमा एउटा पेनको नट एक ठाउँमा राखेर अरू हामीले यो टच गर्दै गयौँ भने एउटामा बज्दैछ। हेर्न सक्नुहुन्छ यो गण्डकीमा बज्यो, नानीले यो गण्डकी प्रदेश रहेछ त्यसरी चिन्छन्। अब यो कुन हो भन्दाखेरि चेक गर्दै जाने, यसमा बज्यो यो कर्णाली रहेछ यसरी थाहा हुन्छ। र यो चाहिँ हाम्रो पृथ्वी हाम्रो सोलर सिस्टममा रहेको एउटा पृथ्वी घाम र घामको वरिपरि घुम्ने स्याटेलाइट, जसमा चाहिँ हामीले आर्टिफिसियली रूपमा मुनको साथो यो राखिएको छ जुन चाहिँ यस प्रकार काम गर्छ। हेर्न सक्नुहुनेछ अझै सनको वरिपरि अर्थ घुम्छ र अर्थको वरिपरि स्याटेलाइट घुम्छ। यसको वर्किङ मोडल चाहिँ यसरी छ। यो चाहिँ हो एउटा आइआर सेन्सर अथवा सेक्युरिटी सिस्टम र फायर अलर्ट सिस्टम, जसमा चाहिँ हामीले 9 भोल्टको ब्याट्रीलाई अपरेट गरिन्छ भने यसरी अहिले बजिरहेको छ। नबज्नुपर्ने यो घामको रेज र हिटको कारणले बजेको हो। यसलाई यो हामीले अब अलिकति ल्यापटप मार्फत कम्प्युटर मार्फत कोडिङ गरेर राख्यो भने यो बज्दैन। जस्तै हाम्रो हात अगाडि आउने बित्तिकै बज्ने हुन्छ, माचिसलाई आगोबाट बचाउँछ। तपाईँको अब हाम्रो ठाउँमा त हात्तीको प्रकोप धेरै छ, सबै बिगारिरहेको हुन्छ, हात्तीले बिगार गरेको हुन्छ, त्यसको लागि थाहा पाउन पनि यो सेन्सरको काम हुन्छ। धन्यवाद।